ए गृहमन्त्री तैँले कारबाही गर्न सक्छस् भने गर। मेरै गाउँको होस् त पनि खास त रेस्पेक्ट गरेर भेना भन्नुपर्ने हो, त्यही पनि त भन्न बाध्य छु आज। साला तोरी काम नगर तैँले है। खास त मलाई पनि गाली गर्नु मन छैन तिमीहरूलाई। र यो सुशीला कार्के हुत्यारा, ओम प्रकाश अर्याल हुत्यारा है, यो दुईजना र सम्पूर्ण यो सरकारका हाम्रो महावीर पुन दाई, कुलमान घिसिङ दाई र बब्लु बाहेक सम्पूर्ण तपाईँ मन्त्रीहरू के। एकचोटि हामी चाहिँ यो हिरा खोज्न गयौँ धादिङमा, भेटायौँ पनि हामीले त्यहाँ खानी रुई भ्यालीको माथिपट्टि है, यतापट्टि जाँदाखेरि गढी सिमाल जाने बाटोमा होइन, त्यहाँनिर एउटा हिरा ह्यान्ड रहेछ होइन। ल्यायो भने फेरि कहाँबाट ल्याइस् बिल लेखा हुन्छ न, कहाँबाट ल्यायो होइन। छ त्यस निलगिरीमा निलो हिरा छ क्या सर, मुस्ताङको माथि निलगिरी हिमाल छ नि त, त्यसको भित्रपट्टि हिरा खान्छ क्या त्यहाँनिर। उता मुस्ताङ यतापट्टि चाहिँ अर्को युरेनियम खान्छ होइन। युरेनियम खानेहरू हामी 6वटा युरेनियम खानेहरू जस्तो पत्ता लाग्छ कि नेपालमा, त्यो मध्ये 2-3टा चाहिँ हामीले पनि अध्ययन गरेँ हामी कि त्यो कुरालाई होइन। मसँग टिम छ क्या सर, मसँग पहिला एउटा नेपालको टिम थियो, पछि एउटा जापानको टिम थियो अध्ययन गर्ने। अहिले पनि म चाहिँ खास के भन्दाखेरि कि त साइन्टिस्टहरूको सङ्गत गर्छु, कि गुरुको सङ्गत गर्छु, कि एकदम ज्ञानीवाला मान्छेहरूको सङ्गत गर्छु। किन भन्दाखेरि हामीलाई सजिलो छ नि त एप्रोच गर्न होइन। अनि फेरि एउटा सालको रुखलाई 1 करोड पर्छ भनेर भन्नुभयो। एउटा सालको रुख कहिले 1 करोडमा बिक्ला र ल मैले तपाईँलाई मेरै गाउँमा हिँड्नु, एउटा ठुलो रुख ल्याएर फर्निचर बनाएर गऱ्यो भने 1 करोड पर्छ। तर एउटा भएको भागमा 12वटा रुख पर्छ, एउटा 10-12 लाख त पर्छ नि त। अनि 12वटालाई 1 करोड पर्यो नि त, करोडपति भयो नि त। तर मैले तपाईँलाई ल्याएर देखाइन्छु, एउटै मैले एक्सपेरिमेन्टै गरेको छु सबैले। मैले हावा कुरा एउटा पनि बोले छैन कि, प्रमाण गरेर बुझाइन्छु। म त एउटा सालको रुखबाट काटेर त्यसबाट खाट बनाएर त्यसबाट फर्निचर बनाएर त्यो बेचेर चाहिँ मैले 1 करोड पारिदिन्छु सर, म देखाइन्छु हजुरलाई। मैले अब सिम्पल कुरा भन्छु है त, अङ्ग्रेजहरूले गड भन्छ नि त, जी भनेको जेनेरेटर होइन बर्मा, ओ भनेको अपरेटर विष्णु, डी भनेको डिस्ट्रोयर शिव होइन। जेनेरेटर अपरेटर डिस्ट्रोयर जिओडी भन्ने थियो होइन र। अब तपाईँलाई सिम्पल कुरा भन्छु है त मैले, है मेरो यो छाला छ नि 3 प्रकारको सेल हुन्छ क्या यहाँ। एउटा चाहिँ बनाउने हुन्छ कि डर्मोब्लास्ट भन्छ कि, अर्को चलाउने हुन्छ डर्मोसाइट भन्छ कि, एउटा बिगार्ने हुन्छ डर्मोक्लास्ट भन्छ कि। भन्न खोजेको सबै कुरा बर्मा विष्णु महेश हुन्छ कि। हड्डी हुन्छ नि, हड्डीमा 3 प्रकारको सेलहरू हुन्छ कि। एउटा चाहिँ अस्टियोब्लास्ट भनेको बनाउने, अस्टियोसाइट भनेको चलाउने, सबैको के तपाईँको माटोको पनि 3 प्रकारको हुन्छ कि। एउटा संसार विश्व ब्रह्माण्ड सबै लिभिङ थिङको चाहिँ एउटा बनाउने तत्त्व हुन्छ, एउटा चलाउने तत्त्व हुन्छ, एउटा बिगार्ने तत्त्व हुन्छ। 3टाको ब्यालेन्स भएर विश्व ब्रह्माण्ड सबै कुरा चल्छ क्या होइन। राम्ररी गाँजा के भनेर भन्नु न, 24 घण्टा म गाँजाको बारेमा मात्रै भनिदिन्छु सर, सुन्नुहुन्छ? त्यो त तपाईँले भन्नुहुन्छ है। गाँजा कति प्रकारको हुन्छ, क्यानाबिस इन्डिका, क्यानाबिस स्याटिभा, क्यानाबिस रुद्रालिस, अनि क्यानाबिसको होइन 120वटा कम्पोनेन्ट हुन्छ। त्यो 120वटा कम्पोनेन्ट मध्ये एउटा क्यानाबिनोइड र THC भनेको मेन कम्पोनेन्ट हो। CBDको पनि 2टा रिसेप्टर हुन्छ, CB1 र CB2। CB1 भनेको दिमागमा यताउताको भागमा हुन्छ भने CB2 भनेको इम्युन सिस्टम र बोन म्यारोभित्र हुन्छ होइन। CB1 रिसेप्टरको काम भनेको छुट्टै हुन्छ है। यसले चाहिँ एनन्डोमाइडमा 2टामा काम गर्छ होइन। यसका पनि धेरै कुराहरू छन्। त्यो मध्ये गाँजाको अब हामीले चाहिँ मैले वैधानिक गरौँ भन्दाखेरि मलाई भन्छन् अनि पहिले थाहा थियो कि सर, तर त्यही मात्रै कुरा फोकस गरेर तपाईँले त्यसरी चाहिँ भन्दैन हुँदैन कि सर। तपाईँको पर्सेप्सन इन्टुइसन के हो भन्ने कुरा हुन्छ कि सर। म त दिमागकै साइकोलोजी हो नि त सर है। तपाईँले कसरी भन्नुभएको छ, कसरी सोध्नुभएको छ कुरा बुझिन्छ नि त। त्यही कुरा पोजिटिभली गाँजा नेपालको लागि वरदान हो। काला हर कष्ट हर दुःख हर दरिद्र हर पाप हर विनाश हर केपी ओली हर शेरबहादुर हर प्रचण्डे हर सुशीला कार्की हर ओम प्रकाश हर 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 यो कोर्टमा चाहिँ लागु औषध हालिदिने, त्यसमा चाहिँ फसाउने भन्ने खालको योजना थियो यिनीहरूको। त्यसमा जागिदिने भन्ने योजना थियो। किन त मेरो त केही पनि लागु औषध थिएन, म त छुटाउँदै हिँडेको। तर यिनीहरूले के बुझेन भन्दाखेरि चाहिँ लागु औषध कसैले यति मसँग लागु औषध भयो भने पनि त्यो मेरा बिरामीलाई बाँड्न हिँडेको औषधि हुन्छ कि। यो बालन शाह भन्ने छ नि मान्छे, मेरै साथी हो है। यति खतम मान्छे कि मैले जिन्दगीमा यति खतम मान्छे देखाएको थिइनँ कि है। काठमाडौँ त भड्कालमा हाल्यो, देशै भड्कालमा हाल्ला जस्तो भइसक्यो कि यसले है। बिचरा म सिस्टरको लोकल 3 वर्ष भइसक्यो। मलाई एउटा मात्र चाहना थियो कि यसलाई मेयर बनाउनुको है। यसलाई जिताउन अन्त मैले MD छोडेर रेसिडेन्सी छोडेर हिँडेको हुँ। सुमन सामीले भाइ त्यो मान्छे ठिक छैन, सपोर्ट नगर 1000जनाले भन्थे। होइन दाइ, चण्डालभन्दा चोरे ठिक भनेर ल्याएर राखेको है। त्यो सिस्टर हेर्नुहोस् त गएर, हरेक घरमा क्यान्सर छ त्यहाँ, हरेक घरमा छालाको रोग छ, हरेक घरमा के छ।
यहाँ बसेछ, पब्जी खेलेछ, दुनियाँभरि खाछ, हल्ला गरेछ, फेसबुकमा स्ट्याटस लेखाछ है, न बागमती सफा गर्न सकेको छ, न विष्णुमती सफा गर्न सकेको छ, न यता सफा गर्न सकेको छ। बिचरा बाटोमा बेच्नेहरूलाई मैले भनेको थिएँ 32वटा वडामा एक एकवटा हाट बजार बनाऊँ, नेपाली मात्र बेच्ने बनाऊँ, लखेट्ने होइन नि। 15 लाखलाई लखेटेर 1200लाई रोजगार दे।